हेलो हेलो नमस्कार सेवारो सेमुना जय श्रमदान जय श्रम संस्कृति। आज चाहिँ हामी हाम्रो चाहिँ घर दैलो चुनावी माहौललाई घर दैलो गर्ने क्रममा हामी कमल 5 को सिमलेदेखि यतापट्टि बगरटोलतिर छौँ। यहाँ हजुर बगरटोल हजुर हजुर कमल 5 भनौँ न। कमल 5 अनि हाम्रो यहाँ चाहिँ हाम्रो आदरणीय दाजु हुनुहुँदो रहेछ। दाजु सेवारो नमस्कार। सेवारो नमस्कार नमस्कार। कता के गर्दै हुनुहुन्छ? म त अहिले त्यतिकै हो, यतो खेती किसान गर्दैछु। हजुर। र अब यहाँ हाम्रो के अरे श्रम संस्कृति पार्टीको लागि मैले यहाँ गाउँ अभियान पनि सञ्चालन गरिरहेछु। ओके धन्यवाद। अनि किन श्रम संस्कृति अब के माटोमाया बनाउने नै हो त देशलाई? होइन, किनभने विकल्पै छैन नि त। माटो श्रम नगरी देश विकास भएको कुनै इतिहास पनि भेटिएको छैन। त्यसले गर्दा काम गर्नुपर्छ। काम गरेपछि सबै विकास हुन्छ क्या। अब हामी श्रम नगरी खानु पनि पाइँदैन होइन। हाम्रो हर्क साम्बाङ त एउटा श्रम पिता हो नि त। उसले श्रम गर्नु हामीले सिकाइरहेको छ। राम्रो कुरा त हामीले फलो गर्नुपर्छ। हामीले अभिनय के अरे फलो गरेर हामीले आउने दिनहरूमा पनि हाम्रो छोराछोरीलाई पनि श्रम गर्नुपर्छ भनेर हामीले शिक्षा हामी दिँदै गयौँ भने नि देश अटोमेटिक विकास भएर जान्छ क्या। तर अब अरू नेताहरू श्रम गरौँ भनेर कुनै नेताले भनेको छैन अहिलेसम्म। कुनैले छैन कि तपाईँले सुन्नुभएको छ? छैन। न बालेनले भन्छ, न ओलीले भन्छ, न शेरेले भन्छ, न रवि लामिछानेले भन्छ होइन। न के अरे के पो अरे त्यो उज्यालो नेपालको उज्यालो नेपालले भन्छ होइन। त्यस्तो कुनै नेता मैले भेटेको छुइनँ क्या के अरे यो हर्क साम्बाङ जस्तो। त्यसले गर्दाखेरि हर्क साम्बाङले हामीले सही बाटोमा दोहोऱ्याएको छ क्या। राजसपा त त्यही त अनि अब नबुझेपछि मान्छेले त्यही हुन्छ क्या। म अब राजसपा भएर म गाउँमा गएको थिएँ होइन। तर अब मान्छेले कुरा बुझ्दैन। त्यही एमाले र काङ्ग्रेस माओवादी बाहेक अरू कुरै गर्दैन। तर त्यही देशहरूले हाम्रो देशलाई कङ्गाल बनाइरहेछ। अनि अब भोट दिइसकेर जिताएपछि पछाडि नेताले बिगार्यो भनेर पछाडि गुणगान गाउँछ। त्यसरी होइन। 5 सालमा एकचोटि नेताले दनक दिने समय एक दिन आउँछ क्या। त्यतिखेर हामीले विचार बुझाएर आफ्नो अमूल्य भोट चाहिँ दिनुपर्छ क्या। म प्रत्यक्षमा थिएँ। 165 मात्रै मत आयो क्या। के गर्नु, त्यहाँ त राई लिम्बूको बहुलता भएको देश भनौँ न, जिल्ला खोइ त। अनि दिँदैन त। अनि अब के भन्छ, भोट माग्नु जाँदा अब हामीलाई कसले भात मासु अब रक्सी दिन्छ उसलाई नै दिन्छौँ भन्छ, डाइरेक्ट भन्छ। अनि त्यसरी देश सुध्रिन्छ र अनि अब चाहिँ हामी एक भएर हामी सुधार। विकल्प अब हर्क साम्बाङ मात्रै छ क्या, अरू कुनै छैन। हुन्छ, धन्यवाद दाजु। ल अब भेटघाट भयो होइन, फेरि पनि सधैँ छैन भेटघाट त हामी अब बाक्लो गर्नु पर्यो नि फागुन 21 गतेसम्म त। जहिले पनि हो नि। हामीले म तपाईँहरूले बोलाउँछु यहाँ श्रम गर्नु होइन। श्रममा तपाईँहरूले बोलाउनुहोस् होइन। श्रम गरेर हामी अगाडि बढ्नुपर्छ क्या। एक्लै हामी बढ्न सकिँदैन कि। त्यसले गर्दाखेरि जय माटो।